आज मेरो साथमा यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिएन। हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। नेक्स्ट डे नेक्स्ट ब्लगमा फेरि पनि स्वागत छ है सबैजनालाई। र सबैभन्दा पहिला त म हजुरहरूलाई सरी भन्न चाहन्छु, किनभने 3-4 दिनबाट एक दिन आउने एक दिन नआउने भइरहेको छ। किनभने मैले चाहिँ भिडियो सुट गर्न पाएको छैन र भिडियो एडिट गर्न पनि पाएको छैन। त्यसैले हिजो पनि आएन र आज चाहिँ आउँदैछ। सो साथीहरू, आज चाहिँ म चोकमा जाँदैछु। हजुरहरूले मेरो हातमा देखिसक्नु भएको होला, त्यो चाहिँ कपडा हो। किन जाँदैछु भने म चाहिँ धेरै मोटो भएँ कि, त्यसैले गर्दा कपडा चाहिँ सानो भयो भन्न पनि मिलेन। अनि म चाहिँ धेरै पातलो भएको कारणले कपडा चाहिँ हल्का ठुलो भयो। त्यसैले म चाहिँ फिटिङ गर्न जाँदैछु र म मेरो दिदीको पार्लरमा पनि जाँदैछु। किनभने म चाहिँ राम्री बन्नको लागि जाँदैछु भन्न पनि मिलेन। म त्यसै पनि राम्री छु, त्यो भन्नु पर्दैन। देख्न सक्नुहुन्छ यो चाहिँ मेरो गाउँ हो। म चाहिँ जाँदैछु अनि यसो पोस्ट दिँदै अनि देख्न सक्नुहुन्छ गाउँको हरियाली देखाउँदै जाँदैछु। सो साथीहरू, मैले चाहिँ साथी फाइनली भेटाएँ। म चाहिँ एक्लै जाँदै थिएँ, हल्का च्याउ पनि लागिरहेको थियो। मैले बाटोमा हजुरआमालाई भेटाएँ र हजुरआमामा कुरा गर्दै जाँदैछ र बाटो पनि देखाउँदै हजुरलाई म चाहिँ फाइनली भीमचोकमा पुगिसकेँ। अनि हजुरआमा पनि त्यही जाँदै हुनुहुँदो रहेछ। त्यही भएर सँगै जाऊँ भन्नुभयो र हामी हिँड्यौँ सँगै बजे नातिनी। सो स्याड साथीहरू, यहाँदेखि चाहिँ मेरो यात्रा एक्लै नै सुरु भयो। म चाहिँ पुगिसक्न लागेको छु, देख्न सक्नुहुन्छ। साथीहरू, मैले सोचेको पनि थिएन कि यस्तो होला भनेर। कपडा पसल चाहिँ बन्द रहेछ। सो स्याड, सायद मागीको कारणले गर्दा होला। केही छैन भनेर त्यो कुरालाई चाहिँ इग्नोर गरेर म चाहिँ दिदीको पसलतिर लागिसकेँ। दिदी र नानी चाहिँ बाहिर घाम तापेर बसिराख्नु भएको रहेछ। मैले दिदीलाई लाउनु हजुरको कोसेली भनेर कपडाको ब्याग चाहिँ दिदीलाई थमाइदिइसकेँ। ल साथीहरू, म चाहिँ ढिला नगरी पसलभित्र पसिसकेँ। देख्न सक्नुहुन्छ हजुरहरूले खोजेको चाहेको सबै सामानहरू चाहिँ यहाँ उपलब्ध छन्। अनि हजुरहरू आउन सक्नुहुन्छ। सेवा गर्ने अवसर चाहिँ अवश्य दिनु होला। यो चाहिँ हाम्रो 12/9 टाइगर चोकमा पर्दछ। साथीहरू, हामी चाहिँ हाम्रो काममा लागिसक्यौँ भन्न पनि मिलेन। नानी चाहिँ रोइरहेको थिएँ, त्यसैले चाहिँ मैले नानीलाई भुलाइरहेको छु यता र उता गर्दै गर्दै। र दिदी पनि आउनुभयो। दिदी चाहिँ बाहिर जानुभएको थियो, त्यसैले अनि आउनुभयो र दिदीलाई चाहिँ यसो मजाक गर्दै दिदीले फेरि हेलो गाइजहरू भन्दै हुनुहुन्छ। मलाई फेरि साथीहरू ऐना देखेपछि फेरि मसाक मुसुक गर्न मन लागिहाल्ने कि फेरि नक्कल नपारेसम्म चित्तै बुझ्दैन। ऐनामा फेरि पोस्ट दिइहाल्नुपर्छ फेरि मैले चाहिँ। अनि दिदीले चाहिँ हेलो साथीहरू लभ यु भन्दै हुनुहुन्थ्यो। अनि दिदीले चाहिँ नियल पनि हल्का देखाउँदै हुनुहुन्थ्यो। नियल पोलिसहरू लगाउनु भएको रहेछ र मैले फेरि दिदीलाई जिस्काएँ। 3 hours later। र साथीहरू, मैले चाहिँ कामसाम सकेर घरतर्फ लागिसकेँ। देख्न सक्नुहुन्छ यता चाहिँ वन छ अनि यता चाहिँ घरहरू छ। अनि कस्तो मजासँग घाम लागिरहेको थियो, न्यानो न्यानो भइरहेको थियो। अनि म चाहिँ हिँड्दैछु घरतर्फ। अनि म चाहिँ अनि हाम्रो भीमचोकमा पुगिसकेँ। मलाई फेरि आजभोलि एक्लै हिँड्ने बानी परिसकेँ कि। अनि देख्न सक्नुहुन्छ घाम कस्तो मजाले लागिरहेको छ। अनि मैले चाहिँ यसो पोस्ट दिइरहेको छु फेरि मैले। अनि पहिला चाहिँ मलाई फेरि एक्लै हिँड्न लास्टै फेरि झ्याउ लाग्थ्यो भन्नाले पनि एक्लै हिँड्नै म सक्दिनँ कि। परेपछि सबै गर्न सकिँदो रहेछ भन्ने चाहिँ मैले अहिले बुझिरहेको छु। अनि पहिला म कहीँ जानु पऱ्यो भने अनि 1-2जना साथी चाहिँ म लगेर जान्थेँ कि। आजभोलि चाहिँ एक्लै हिँडिहाल्छु म फेरि। देख्न सक्नुहुन्छ म चाहिँ हाम्रो नहरमा पुगिसकेँ। साथीहरू, हामी चाहिँ सानो सानोमा यो नहरमा खुब पौडी खेल्थ्यौँ भन्न पनि मिलेन। म चाहिँ खेल्थिनँ, फेरि मलाई लास्टै डर लाग्थ्यो। तर म चाहिँ साथीहरूसँग चाहिँ आउँथेँ। साथीहरू चाहिँ खेल्थेँ, म चाहिँ माथि बसेर तिनीहरूलाई हेर्थेँ। फेरि मलाई लास्टै डर लाग्थ्यो। फेरि मलाई पौडी खेल्न पनि आउँदैन। फेरि कस्तो मस्त पानी आइरहेको छ, देख्न सक्नुहुन्छ निलो निलो।
अनि म चाहिँ हिँडिसकेँ, देख्न सक्नुहुन्छ। अनि हजुरहरूलाई फेरि बोर लागिसकेको होला मेरो कुराहरू सुनेर। कति के बनियो भन्नुभयो होला। मलाई चाहिँ फेरि खासै बोल्न आउँदैन नि त। भर्खर स्टार्ट गरिरहेको छु, त्यही पनि फेरि यसमा फेरि मेरो बुढाको सबैभन्दा धेरै ठुलो हात छ फेरि। अनि उहाँले नै मलाई बनायो। अनि फर्स्टमा आउँदैन, अनि गराउँदै गइस् भने चाहिँ तँलाई आउँछ भनेर मलाई उ गर्नुभएको उहाँले चाहिँ। अनि हौसला दिनु भएर चाहिँ मैले चाहिँ गराएको हो। अनि हजुरहरूले जस्तो लागे पनि हेरेर माया साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। अनि म चाहिँ अहिले अन्नी घर जाँदैछु। अन्नीले बोलाउनु भएको छ, किन बोलाउनु भएको छ भन्ने मलाई थाहा छैन। अनि म चाहिँ पुगिसकेँ अन्नी घर। बाहिर चाहिँ आमाहरू बस्नु भएको रहेछ। अनि म चाहिँ अनि अन्नीहरू कहाँ हुनुहुन्छ भनेर सोधेँ। भित्र जान्छु भनेको त अन्नी र भाइ मिलेर के गरिराख्नु भएको रहेछ। अनि बाबुले चाहिँ दिदीले ब्लग गराइरहनु भएको छ अनि भन्दै थियो। मैले चाहिँ बोल्छस् भनेको, नै बोल्दिनँ भन्यो। 1 hour later. सो साथीहरू, मैले चाहिँ अन्नी घरदेखि खाजा खाएर निस्किसकेँ आफ्नो घरतर्फ। अनि देख्न सक्नुहुन्छ मेरो हातमा चाहिँ चार्ज छ। म चाहिँ चार्ज फेरि काहीँ पनि छोडिदिनँ, बोकेर हिँड्छु साथमै। अनि आजको मेरो भ्लग चाहिँ यति नै हो। हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि बाई बाई, लभ यु।